सबैजनालाई आजको यो सुन्दर दिनमा जय मसी छ। आज मेरो प्यारा भाइ हाम्रो सुजन भाइ अनि हाम्रो विकास भाइ मन्दिर भाइ अनि मेरो वासस्थान आउनुभएको छ। हामी चाहिँ साउदीमा पनि प्रवासी ख्रिस्ट मण्डलीमा आबद्ध भएर प्रभुको मन्दिरमा गइरहेको थियौँ र आज नेपालमा पनि प्रभुले हामीलाई यो समय दिनुभयो अनि त्यस ठाउँमा फेरि हामी जम्मा गर्न भेला हुन पायौँ। प्रभुलाई धन्यवाद भएको र अब हामी यो समय चाहिँ यो अवसरलाई मौका यस अवसरलाई चाहिँ सदुपयोग गर्दै हामी एउटा भजन हामी गाउन गइरहेका छौँ र यो भजन सुनेर चाहिँ सबै मण्डली परिवारहरू विश्वभरिरहेको छैन रहनुभएका नेपाली भाषी मण्डली परिवारहरू चाहिँ यो भजन सुनेर तपाईँहरू पनि आशिषित हुनुहोला। हामी भजन गाउन गइरहेका छौँ।